के तपाईँले कहिले सोच्नु भएको छ, दियो त हजुरहरूले नित्य बाल्नुहुन्छ, तर दियोको ज्योति कुन दिशामा फर्काएर बाल्दा शुभफल मिल्छ? यदि आजसम्म पनि दियो गलत दिशामा बाल्दै आउनु भएको छ भने तपाईँको पूजा पूर्ण फलदायी नहुन पनि सक्छ र त्यसै कारणले गर्दा हाम्रो जीवनमा अनेक दुःख, कष्ट, बाधा, पीडा र दोषहरू लागेको पनि हुन सक्छ। त्यसैले यो भिडियो अन्तिमसम्म अवश्य हेर्नुहोस्। राधे राधे, जय श्रीमन्नारायण। सनातन परम्परा अनुसार दीपक केवल उज्यालो दिने वस्तु मात्र होइन, यो ज्ञान, लक्ष्मी र ईश्वरको दिव्य प्रकाशको प्रतीक हो। शास्त्रमा यसै कुरालाई भन्दै एउटा श्लोक पनि दिएको छ, आयुधः प्राङ्मुखो दीपो धनदः स्यादुदङ मुखः प्रत्यङ्मुखो दुःखादोषौ हानिदे दक्षिणामुखः। अर्थात् पूर्व दिशातर्फ दियो फर्काएर बाल्नाले रोग नाश हुने, आयुमा वृद्धि हुने, हाम्रो परिवारमा सबैको आयु लामो हुने र आयुधः प्राङ्मुखो दीपो धनदः स्यादुदङ मुखः अर्थात् कि उत्तर दिशातर्फ दियो फर्काएर बाल्नाले धनको लाभ हुने, धन प्राप्तिको मार्गहरू खुल्ने। त्यस्तै प्रत्यङ्मुखो दुःखादोष अर्थात् कि पश्चिम दिशातर्फ दियो फर्काएर बाल्नाले दुःख र दोषको प्राप्ति हुने र हानिदे दक्षिणामुखः अर्थात् दक्षिण दिशातर्फ हामीले दियो फर्काएर बाल्नाले हाम्रो हानि हुन्छ, चाहे त्यो मान सम्मानको होस्, ज्ञानको होस्, बुद्धि विद्याको होस्, कुनै चिजको भए पनि हानि अवश्य हुन सक्छ। त्यही भएर पितृ कार्यमा बाहेक अन्य कार्यमा हामीले कहिले पनि दक्षिण दिशामा दियो फर्काएर बाल्नुहुन्न। अर्थात् यो भिडियोको सार यही हो कि हामीले यदि धन लाभको कामना छ, इच्छा छ भने हामीले उत्तर दिशातर्फ दियो फर्काएर बाल्नुहोस्। कुबेरको दिशा पनि हो, लक्ष्मी माताको दिशा पनि हो। यदि आयु आरोग्यता चाहिएको छ, आयुमा वृद्धि चाहिएको छ, निरोगता चाहिएको छ भने पूर्व दिशातर्फ हजुरहरूले दियो फर्काएर बाल्न सक्नुहुन्छ। यस्ता शास्त्रसम्मत धार्मिक जानकारीका लागि भिडियो लाइक गर्नुहोस्, आफ्ना परिवार र साथीभाइहरूसँग सेयर गर्नुहोस्, किनकि ज्ञानको दान नै महादान भनिएको छ। समस्त दानहरूमा ज्ञान महादान हो। त्यसैले यो भिडियोलाई अवश्य सेयर गर्नुहोस् अनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। जय श्री हरि, जय श्रीमन्नारायण।